पड्काउँदै पानीमा छाता ओर्दै लैबरे चैट चैट जान्छ हान्दैन पानी परिरहेको छ। अब हामी जान लागेको छौँ यसरी अब छाता ओढेर चप्पल लगाएर हेलो एन्ड नमस्ते वेलकम टु माई च्यानल गाइज ह्याप्पी न्यू इयर 2082 को हामी नेपाली न्यू इयर मनाउन चाहिँ हामी अर्को सिटी जान लागेको दिदी र म हामी दुईजना ट्रेनमा चढिसकेको छौँ। हामीले चाहिँ किन भ्लग भर्खर स्टार्ट गरेको भने चाहिँ हामी चाहिँ एकदम हतारमा निस्केको थियौँ अनि ट्रेनमा गएपछि मात्र भ्लग स्टार्ट गर्छौँ भनेको थियो नि त, त्यही भएर हो। अनि त्यही भएर हामीले अहिले भर्खर भ्लग स्टार्ट गरेको हो। अब अर्को सिटी गएर हामी घुम्ने अनि खान जान लागेको मेन त हाम्रो के खान जान लागेको भन्दैन त त्यो मात्र होइन सबै थोक त्यहाँको सबै ट्राई गर्न मन छ, त्यही भएर ट्राईको लागि जानु लागेको हो। अब गएर हेरौँ हाम्रो पेटले साथ दियो भने टन्नै खाइन्छ, नभए अब एउटा मात्र खाएर आउँछ। अनि हामी के चप्पल लगाएर जानु चप्पल ग्याङ टिङ 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 छाता बोकेर चप्पल ग्याङ एकदम रमाइलो हुनेवाला छ यो सफर चाहिँ हाम्रो। स्टे ट्युन है त। र चाहिँ यहाँनिर यस्तो गाउँ छ, त्यही भएर जङ्गल यहाँनिर यस्तो पाहाडहरू छ अनि अहिले चाहिँ हरियाली भर्खर हुँदै आएको छ घाँसहरू अनि बिस्तारै हुँदैछ। भर्खर स्प्रिङ सुरु भएको छ यहाँ चाहिँ, स्नो सकेर विन्टर त्यही हो। यहाँ चाहिँ यस्तो छ अनि हाम्रो दिदी हेलो परी दिदी के छ आज उहाँको यहाँ बर्थडे गिफ्ट एकदम राम्रो। आज पनि बर्थडे है दिदीको, अघि छाता फल्ने बित्तिकै ह्याप्पी बर्थडे टु यु भनेको बर्थडे गिफ्ट ह्याप्पी न्यु इयरमा खोलेको। साइडमा यस्तो घरहरू छ यहाँ चाहिँ अनि त्यसपछि हामी म चाहिँ यता छु। गाइज अब चाहिँ हामी आइपुग्न लागिसकेको छौँ यहाँ खामाइसीमा। यस अब आइपुग्न लाग्यो यहाँनिर। अब हामी घुम्ने हो, खाने हो, रमाउने हो, आज हामी न्यु इयर मनाउने हो। ए बल्ले बल्ले सब अब ओल्ने ठाउँ आयो स्टेसन। गाइजहरू हामी चाहिँ ट्रेनबाट बाहिर स्टेसन बाहिर पनि निस्किसक्यो। हामी स्टेसन बाहिर छौँ यहाँनिर। अब हामी चाहिँ यसरी छाता ओर्दै पानीमा जानेछौँ। यसरी पानी परिरहेछ, अब हिँड्दै जाने हो। जाउँ, लेट्स गो। यस कता गयो यतापट्टि जान लाग्यो चप्पल पड्काउँदै पानीमा छाता ओर्दै लैबरे चैट चैट जान्छ हान्दैन हो। जाडो चिसो पनि रहेछ अलिअलि, तर हामीले कपडा मजा नि लाख। हामी चाहिँ हामीभित्र आइपुगिसकेको छौँ। पानी परेर चाहिँ अलिक समस्या भयो, भिडियो पुरै देखाउन पाएनौँ त्यही भएर। अनि हाम्रो लुगा चाहिँ नित्रुक्क भिजिसकेको छ। यहाँ हेर्नुहोस् अनि कपाल पनि यसरी भिजेको छ। मेन चाहिँ हाम्रो चप्पल भिज्यो कि त्यो टेन्सन लाग्यो। चप्पल नभिजाउँ भनेको चप्पल भिजेर यहाँ मोजा खोल्नु पऱ्यो। चप्पल भिजेर केही छैन। मोजा खोलिदिनु भनेको चप्पल भिज्यो अनि मोजा खोल्नु पऱ्यो कि यस्तो हुन्छ गाई। यस्तै हो, के गर्नु, पानीमा नि रमाइलो गर्नुपर्छ। न्यु इयर हो नेपाली। त्यही हो। यति धेरै पसल्छ, सब खाने हो, सब किन्ने हो। सब भन्दाखेरि भर्खर सुरु ओपनिङ नै भयो भने स्टोर खुलिरहेको छ, ओपन भइरहेको छ, अहिले भएको छैन, बिस्तारै हुँदैछ। यहाँ दाइ सहाइराख्नु। हामी चाहिँ यहाँनिर केएफसी खान आइसकेको छौँ। यहाँनिर केएफसी अब आज न्यु इयरको एकदम मिठो खानुपर्छ ल। हामी चाहिँ वेटिङमा छौँ हाम्रो अर्डरको। यो खाना आइसकेको छ है। अब हामी चाहिँ खाना सुरु गर्न लाग्यो। एकछिन आइपुग्यो हाम्रो।
आज हामी बिहानै उठेर आएर यहाँ कति यो पसल चारैतिर घुमेर बल्ल खाना पसल खोलेको थिएन खानु चाहिँ माथि माथि घुमेको अनि हामी चाहिँ फेरि फेरि नान खाना आएको यहाँनिर हामी चाहिँ खाएको खाइ आज न्यु इयरमा अनि खाने मोटाउने हामी त खाने खाने आज अब हाम्रो यहाँ लस्सी आइपुगेको छ यहाँ सलाद अनि त्यसपछि यहाँ सुप छ चिकन एन्ड भेजको हामी चाहिँ नन भेज हो नि त त्यही भएर भेज पनि एकदम मिठो लाग्छ हामीलाई नन भेज पनि आइटम सब मिठो लाग्छ यस अब अहिले अर्डर आउँछ हामी चाहिँ कुरिरहेछौँ हामी यहाँनिर यो गार्लिक नान अनि त्यसपछि यहाँ हाम्रो सलाद छ अनि त्यसपछि यहाँनिर चाहिँ किमा र अनि त्यसपछि मटन करी छ अनि त्यसपछि हाम्रो यहाँ चाहिँ म्याङ्गो लस्सी छ हामी दुईजनाको अनि त्यसपछि खाने मान्छे यहाँ छ हामी दुईजना खाने मान्छे हो यस अब हामी खानु स्टार्ट गर्न लाग्यो ल ओके गाइस अब हामी खान लाग्यो फेरि हामी चाहिँ अब सुरुवात सलादबाट गर्दैछौँ गाइस कुन चाहिँ पऱ्यो होइन मटन लेख्दैन गाइस त्यो गर्नु हाम्रो त्यत्रो खायो फेरि खानु पऱ्यो यार खाने मान्छे गाइस यो त सुप है हामी खानु पऱ्यो बेला बेलामा बेला बेलामा है बेला बेला यो सुप यो पनि खानु पऱ्यो फेरि छोड्नु भएन नि तातो चिसो खायो भन्नु होला अब के गर्नु यस्तै छ जिन्दगी तातो चिसो कहिले तातो कहिले अनि यो ब्याकग्राउन्डहरू हेर्न सक्नुहुन्छ एकदम राम्रो छ यहाँ चाहिँ हामी सबैजना दाईहरू नेपाली दाईहरू हुनुहुन्छ एकदम फ्रेन्डली हुनुहुन्छ एकदमै तातो चिसो एकैचोटि खान्छ तपाईँहरूले सोच्नु भयो यिनीहरूले अघिदेखि पनि एउटै भाँडामा खाइरह भनेर अब यस्तो पनि त अब मुखबाङ गर्दै हुन्छ ठाउँ ठाउँमा खानुपर्ने हुन्छ अब एउटा एउटा खान सकिन्न नि त त्यही भएर अलिकति अलिकति खानुपर्छ नेक्स्ट टाइम आउँदैन कालो गौडा लगाएर आउँछ उसको चाहिँ प्रायः जस्तो यता घुम्न आउने बेलामा जहिले ब्ल्याक ड्रेस हुन्छ कोइन्सिडेन्स भन्नाले एउटै ड्रेस चाहिँ होइन जस ब्ल्याक कलरकै थरी थरीको हुन्छ कलर चाहिँ ब्ल्याक यस्तो हो नि गाई हामी चाहिँ अब यो धेरै लामो भिडियो हुन्छ बिचरा बिचरामा हल्का काटेर हाल्छौँ डन्ट माइन्ड ओके गाइज पिपल्स सोच्नु होला फाल्यो भनेर अब यस्तो घरमा भएको त फाल्यो भने पनि सोच्नुहुन्थ्यो अब बाहिर त फाल्नु पनि सकिन्न त्यही भएर त्यस्तो नसोच्नु होला हामी खान्छौँ सबै त्यही अब भिडियो लामो हुन्छ भनेर मात्रै अब यस्तो
बेलुका लाइट सिधै आउँदाखेरि फेरि हाम्रो फेसमा चाहिँ ठ्याक्क लाइट आउँदैछ है चमक्क आउँदो रहेछ चमक्क तल चाहिँ के कसो भएको थाहा छैन के यहाँको रहेछ टल्केछ गाइस के भने दाहरूले के सफा हुन्छ टल्किन्छ ऐना देखिन्छ क्या अलिअलि देखिरहेको फेरि अब सुटमा जानुभयो सुप पनि कस्तो कि अब अलिक धेरैवाला सानो हेर्दाखेरि जस्तो सानो तर यत्रो फराकिलो हो कि यो अनि त्यही भएर अलिकति खानामा पनि 2 जना साथी चाहिनु भयो क्या अब चाहिँ हामीले खाएको भ्याएर अब चाहिँ हामी यहाँबाट निस्किन लगाएको हाम्रो छाता हाम्रो चप्पल अनि यहाँ मेरो चप्पल यहाँ यसरी फोल्ड गरेको छ प्यान्ट अनि यहाँ सामानहरू छ अनि यहाँ म छु हाम्रो दिदी छ अब हामी जान लाग्छौँ गाई थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो अनि मन पऱ्यो लाइक सब्सक्राइब अनि कमेन्ट गर्नुहोला थ्याङ्क यू बाई बाई अनि फेरि पनि ह्याप्पी न्यु इयर 2082 को धेरै धेरै नयाँ वर्षको शुभकामना छ तपाईँहरूलाई नेपाली बाई 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 जब जान लाग्यो यस्तो पानी परिरहेको छ पानी परिरहेको छ पानी परिरहेको छ अब हामी जानु लागेको छौँ यसरी यसरी अब खातो ओढेर चप्पल लगाएर पटपट पकाएर ल है गाई